हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग। हजुरहरू चाहिँ बिदाको दिन के गर्नुहुन्छ? हामी चाहिँ आज हाम्रो बाबुलाई साइकल सिकाउन भनेर पार्कतिर लाग्यौं। हामी बसेको ठाउँ चाहिँ यति राम्रो छ कि हामीलाई टाढा कतै जानै पर्दैन। हामी बसेको ठाउँबाट जस्ट 5 मिनेटको डिस्टेन्समा चाहिँ एउटा यस्तो राम्रो लेक छ कि हामी सधैँ बेलुका बेलुका त्यतै जाने गर्छौं। बाबु सानै थियो नि त, त्यही भएर हामीले चाहिँ यो साइकलको पाइडल निकालेर राखिदिएको थियौं। आज चाहिँ उसलाई त्यो पाइडल पनि जोइन गरेर हामी सिकाउनतिर लाग्यौं। बाबु चाहिँ राम्रो बाटो भन्दा पनि यस्तै बाटो कुद्न खोजिराखेको थियो। अनि ऊ चाहिँ एकचोटि यस्तो नमजाले पछाडिन्छ कि धन्न हेलमेट लाएको थियो र उसलाई त्यस्तो धेरै दुखेन रे। त्यस पछाडि त पापाले उसलाई छोड्नु भएन। घरि अगाडि पछाडि उसको एकदम हेरिराखेर केयर गर्दै सिकाइराख्नु भएको थियो। उसले पनि अलिअलि कुदाइराखेको थियो कि यो चाहिँ ओह्रालो भएर खासै पाइडल युज गर्नु पर्दैन, त्यही भएर चाहिँ सरर कुदिराखेको थियो। हजुरहरू पनि घुम्न आउनुहुन्छ भने चाहिँ यो ठाउँ एकदमै बेस्ट छ। यो चाहिँ टुरिस्ट एरिया पनि हो, एकदमै धेरै टुरिस्टहरू आउने ठाउँ पनि हो। हामी जाँदा चाहिँ पुरै घाम लागिरहेको थियो के, त्यही भएर हामी चाहिँ अलिकति शीतलमा बस्ने भनेर एउटा रुखको मुनि बसेको थियौं। त्यस पछाडि मेरो बाबुलाई चाहिँ एकदमै तिर्खा लाग्यो अरे, कति धेरै कुदिराखेको थियो नि त। अनि ऊ चाहिँ लाग्यो पापाको चाबी बोकेर गाडीबाट पापाको पर्स ल्याएर, अनि आफैले भेन्डिङ मेसिनबाट उसले चाहिँ जुस आफूलाई पनि निकाल्यो अनि पापालाई पनि निकालिदिएर ऊ लिएर जाँदैछ। गर्मी पनि यति धेरै थियो कि है, त्यहाँ चाहिँ हावा चलिरहेको थियो र पनि घामले चाहिँ कस्तो तातो बनाइरहेको थियो कि। अनि हामी त्यस पछाडि चाहिँ जुस खाएर बाबुले एकछिन एक्सर्साइज गरेर अनि घर फर्किने भन्ने तयारीमा थियौं। अनि फर्किने बेलासम्म चाहिँ बाबुले मजाले साइकल कुदाउन पनि जानिसकेको थियो। अनि ऊ एकदमै खुसी भइरहेछ कि मैले जाने भनेर एकदमै ह्याप्पी भयो। अनि त्यस पछाडि हामी घर फर्क्यौं। थ्याङ्क्स फर वाचिङ गाइज।